हेलो 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 साथीहरू, आज चाहिँ हामी हिँड के त्यहाँ माथि कोटामा जाँदैछौँ है। बाबुको जिद्दीले गर्दाखेरि राम्रोसँग हिँड लोटौली। हामी चाहिँ कोटा यताबाट यता घर हो। अनि कोटा जाँदैछौँ है। हेर्नुहोस् यो बाटो हामी दुईटा आमा छोरा भएर। अनि यताको भ्यू कति राम्रो है। ओ व्हाट अ ब्युटिफुल। मोबाइलै नछोड्ने जस्तो। हाम्रो बाजुङको जस्तो रमाइलो गाउँ त कहीँ पनि छैन के साथीहरू। अब हामी चाहिँ यो उकालो चढ्दै चढ्दै माथि जाने उताबाट जाने है। यो ब्लग चाहिँ मैले पुरा गर्ने कोसिस गर्दैछु है। बेलुकाको कति लगभग 4 साढे 4 भयो है। झ्याउ झ्याउ कराउन सुरु गरेको कि अहिले। धानहरू कति राम्रो भयो। अलिअलि स्यास्या बढ्न लाग्यो। पानी लाग्यो। बाबु चाहिँ त्यहाँ माथि पुगिसक्यो ह। म सानो सानो क्युट ब्लग बनाउन खोजेको मिनी ब्लग। आजुङको कोटमा पुग्नलाई चाहिँ अलि ठाडै उकालो है। उकालो चढेर जानुपर्छ। यो बनमाराको है हामीले सानसानोमा यो बनमाराको पात होइन मुन्टा टिपेर चुन्नी खेल्थ्यौँ के चुन्नी खेलियो र बाबु। मुन्टा टिप्यो लबडै छैन क्या नभए कसैले बाँधेर खेल्थ्यौँ के। हाम्रो कोर्टमा जाने के लिए यति सीधा चल्न पर्ता है। हिन्दीमा किन बोलेका भन्ने सोच्नु होला मेरा सब्सक्राइबर, मेरा अडियन्स चाहिँ कोही हिन्दीवाला पनि छन् कि त्यही भएर हो है। कस्तो हरियाली ठाडै बाटो छ है। हिँड्नलाई चाहिँ गाह्रो भयो त्यही पनि माथि हिँड। अब पुनः लाहौँ छिटो पुगेको। अब हाम्रो नेपाल कति रमाइलो छ। नेपाल भन्दा नि स्विजरल्यान्ड घुम्न जान्छ। नेपालमा आयो भने त सबै यतिको है। कति राम्रो भ्यू देखियो क्या। खानेपानी हो खाऊ। हाम्रो त डाइरेक्ट धाराको पानी चाहिँ डाइरेक्टै खाइन्छ। ल खाऊ। धाराको पानी हामीले यसरी डाइरेक्टै खान्छौँ क्या। भयो तिमीले थोरै आउँदाखेरि नै हिँड्नु भयो है। पानी खाने भयो भनेको हिँड्ने भयो अरे। केटारीहरू पिङ खेलेर कति रमाइलो गरेछन्। खेल्छौ तिमी? त्यहाँ दसैँ सिद्धियो तिहारसम्म नि खेल्यो। हाम्रो त स्कुलै होइन सिधै 1 महिना हो तिहार पछि गर्नु। यसपछिको सिमरन हमाल कट्टे समाल भयो म त यति खेल्यो। यति हो रोजलाई मारेन हैन। पिङ खेलेपछि मैले 11-12 पढेको स्कुल देखाइदिन्छु है। वहाँ हो कि वहाँ देखिएछ नि रातो। त्यसपछि वहाँ हो हामी पढ्न चाहिँ वहाँ जान्थ्यौँ यहाँबाट। भनेपछि कति मिहिनेत गऱ्यौँ होला है भन्न चाहिँ नमिल्ने। रमाइलो
हाम्रो घर चाहिँ कहाँ छ खै देखियो हैन। म देखाइदिन्छु है। त्यतासुकै डाँडै डाँडा है रमाइलो छ। ओ बिहानै बिहानै यहाँ आउनु पर्ला छ उस गराउन कृष्ण। हेर नि ती कुकुरहरू त्यो बिराक्यो हाम्रो घर त ऊ तल देखियो होइन। हो त्यो हरियो ट्याङ्की अन्त उतापट्टिको होइन। हेर न कहाँ कहाँ हिँडेको ल फोटो नि खिचिदिन्छु। यता हेर मैले कस्तो राम्रो झन् उस बनाउन पर्ला भनेको त भिडियो उनी भएन है। लाइभ हाल्न परेर कस्तो मलाई त बोरिङ पो भयो नि उस गर्न पर्ला भनेको त। हेलो साथीहरू हामी चाहिँ हाम्रो बाजुङको कोटमा आयौँ है। कोटबाट यस्तो राम्रो भ्युज देखिन्छ कि भ्यू यति राम्रो भ्यू देखिन्छ कि यहीँ बसिरहँला जस्तो है। यहीँ बसेर हेर्नु न कति राम्रो छ हाम्रो गाउँ। यो चाहिँ हाम्रो बाजुङको कोटको मन्दिर हो है। हामी कोटमा छौँ। यो चाहिँ मौला हो। अनि त्यसपछि यति राम्रो छ के त्यताबाट त्यो डाँडा काँडा देखिन्छ। यो पनि सेम हो के। त्यसपछि यहाँ पनि छ यतापट्टि रमाइलो रमाइलो रमाइलो। यता नि यस्तो बसेको गाउँ छ यति रमाइलो। कति राम्रो धान पनि छ कोदो पनि छ है। यो धान कोदो परबाट खोला कति राम्रो देखियो। हेर न झर्ना सानो पर राम्रो जाँदाखेरि देखियो। एउटै कलर एउटै पोजिसनमा त्यहाँ पनि एउटा गाउँ छ। यस्तो राम्रो भ्यू देखिन्छ कि मोहनी लाउनी नै जस्तो छ। मोहनी लाउनी त्यहाँ खरबारी छ नै जस्तो छ के। खरबारी छ अनि गाउँ पनि त्यही छ। त्यसपछि म छु बाबु छ। कोटमा घुमेर चक्कर लाएर आयौँ। अब घर जाँदैछौँ ल त नि है। आजको मिनी ब्लग यहीँ एन्ड गर्दै बाई बाई। लाइक कमेन्ट सब्सक्राइब गर्नुहोला। धन्यवाद।